नमस्ते, म मिनबहादुर श्रेष्ठ। स्वागत छ यहाँहरूलाई मेरो एमएस टिचर हेल्प युट्युब च्यानलमा। र आज म तपाईहरुलाई माइक्रोसफ्ट अफिस वर्डमा फोटोको ब्याकग्राउन्ड कसरी रिमुभ गर्न सकिन्छ भन्ने एउटा छोटो भिडियो लिएर यहाँ उपस्थित भएको छु। भिडियोलाई पुरा हेरेर आफ्नो जिज्ञासा कमेन्ट बक्समा लेखिदिनु होला। हामीले माइक्रोसफ्ट अफिस वर्डमा पिक्चर राखिसकेपछि त्यो पिक्चरको पछाडिपट्टिको ब्याकग्राउन्डलाई कसरी रिमुभ गर्ने भन्ने कुरा चाहिँ आज म सिकाउन गइरहेको छु। सबैभन्दा पहिले हामीले माइक्रोसफ्ट अफिस वर्डमा इन्सर्ट ट्याबमा रहेको पिक्चर टुल्समा गएर फोटोलाई सिलेक्ट गर्नु पर्दछ। हामीले राखेको फोटो कुन ठाउँमा छ र त्यो फोटोलाई नै हामीले चाहिँ सिलेक्ट गरेर पेजमा ल्याउनु पर्छ। पेजमा ल्याइसकेपछि यो फोटोको पछाडिपट्टि चाहिँ ब्लू कलरको ब्याकग्राउन्ड रहेको छ र यो ब्लू कलरको ब्याकग्राउन्डलाई चाहिँ हामी हटाउन गइरहेको छौं। त्यसको लागि सबैभन्दा सुरुमा चाहिँ हामीले यो फोटोलाई सार्नको लागि टेक्स्ट र्यापिङ र सँगसँगै यहाँ रहेको छ इन फ्रन्ट अफ टेक्स्ट। हामीले यो इन फ्रन्ट अफ टेक्स्ट भन्ने बटनमा क्लिक गर्छौं र यति गरिसकेपछि यो फोटो चाहिँ हामी सार्न सक्छौं र यो हामीले देखिरहेको यो पोइन्टबाट फोटोको साइजहरुलाई चाहिँ आफ्नो आवश्यकता अनुसार बढाउन सक्छौं। र हामीले यो व्हाइट कलरको यदि यहाँ चाहिँ ब्याकग्राउन्ड छ भने त्यो व्हाइट कलरको ब्याकग्राउन्डलाई पनि हामी रिमुभ गर्न सक्छौं। र यहाँ चाहिँ अहिले हामी हेरिरहेछौं ब्लू कलरको ब्याकग्राउन्ड छ र जुनसुकै कलर भए पनि यहाँ प्लेन कलर सेम कलर यदि छ भने त्यस्तो खालको फोटोको ब्याकग्राउन्ड चाहिँ हामी हटाउन सक्छौं। त्यसको लागि हामीले यहाँ देखिरहेको छौं रिकलर बटन। रिकलर अप्सनमा गएर हामीले चाहिँ यहाँनेर देखिरहेको छौं सेट ट्रान्सप्यारेन्ट कलर। सेट ट्रान्सप्यारेन्ट कलरमा गएर यो ब्याकग्राउन्डमा हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि त्यहाँनेर चाहिँ एकचोटी प्रेस गरिदिनुपर्छ र त्यहाँ एकचोटी प्रेस गर्ने बित्तिकै यो फोटोको ब्याकग्राउन्ड चाहिँ के भयो त सबै रिमुभ भइसक्यो। यो फोटोमा कुनै पनि ब्याकग्राउन्ड कलर छैन। एक्जाम्पलको लागि इक्वल टु RAND ब्राकेट खोले बन्द गरे प्रेस गरे। ल हेर्नु त ब्याकग्राउन्डमा कुनै पनि कलर छैन है त। ल यसरी नै तपाईहरु पनि आफ्नो समस्यालाई समाधान गर्नुहुन्छ र यस्तै भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। हस्त धन्यवाद।